नमस्कार अनि हार्दिक स्वागत छ यो मेरो अर्को नयाँ भिडियोमा। धेरैजना साथीहरु भिडियोको प्रतीक्षा गरेर बस्नु भएको थियो होला। तपाईको प्रतीक्षाको घडीलाई समाप्त पार्दै आजको यो बसाइमा म उपस्थित भइसकेको छु। त्यसभन्दा पहिला कमल साई अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब गर्नु होला र फेसबुक पेजलाई फलो गर्नु होला। यस्तै विभिन्न जानकारीमूलक सूचनामूलक भिडियोहरु हामी प्रत्येक दिन लिएर आउने गर्दछौं। र अब दशैं आउन मात्र 4 दिन बाँकी छन्। यो 4 दिन बाँकी रहँदाखेरि मलाई धेरैजना साथीले चाहिँ भन्नु भएको थियो, कमलजी हाम्रो चामुण्डाका विभिन्न बाटाहरू चाहिँ बनेनन्, यो दशैं तिहार आइरहँदाखेरि चाडपर्व आइरहँदाखेरि बाटाहरू चाहिँ बनेनन्, हामीलाई असहज महसुस भइरहेको छ, त्यहाँ हिँडुल गर्न समेत पनि गाह्रो भइरहेको छ भनेर भन्नु भएको थियो र धेरैले भनिरहनु भएको छ। अब एउटा कहानी छ नि, आसमान दुस भर नबढ्नुस् भने जस्तै अब 4 दिन बाँकी छ। यो 4 दिन भित्र चाहिँ त्यो बाटाहरू पुरा सरसफाइ हुने कुरै छैन हैन। तपाईहरु यसमा ढुक्क हुनुस्। र म नगर सरकारलाई चाहिँ के भन्छु भन्दाखेरि तपाईले अरु केही गर्न नसके पनि यो स्थानीय सरकारलाई चाहिँ म के भन्छु भन्दाखेरि स्थानीय सरकारले केही गर्न नसके पनि कम्तीमा चामुण्डा बिन्द्रसिंह नगरपालिकाका बाटाहरू चाहिँ पुनर्निर्माण गरेर अलिकति सहज वातावरण, हाम्रो शहरबाट आउनु भएको दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ अलिकति सहज वातावरण, सहजै घरसम्म पुग्नको लागि वातावरण मिलाइदिएको भए हुन्थ्यो। अथवा गाडी नै बुक गरेर घरसम्म पुर्याइदिनुस् त भन्न खोजे हैन मैले, कमसे कम हिँड्नको लागि चाहिँ बाटो बनाइदिएको भए अझै सहज हुन्थ्यो। मेरो गाउँको कुराकानी गरौँ, मेरो गाउँमा भनौँ 1 किलोमिटर हिँडेर जानुपर्छ। 1 किलोमिटर टाढा मेरो घर जानलाई त्यो रोडबाट 1 किलोमिटर टाढा जानुपर्छ, किनकि पहिला त्यहाँ गाडीहरू चलिरहेका थिए, मोटरसाइकलहरू आउजाउट गर्ने साना गाडीहरू चाहिँ गइरहेका थिए र त्यो बाटो पुनर्निर्माण गर्नु पर्यो, अलिकति चौडा गर्नु पर्यो, राम्रो बनाउनु पर्यो भनेर चाहिँ त्यो बाटोलाई भत्काइयो। अहिले त्यहाँ भत्काएर अलपत्र बिचै बाटोमा छोडियो, यता न उता भएको छ, घर न घाटको भने जस्तै भएको छ। त्यो बाटोलाई पुनर्निर्माण गरिएन, मतलब त्यतिकै छोडियो। त्यो भन्दामा आएको छ ठेकेदार चाहिँ कता कताका कालीकोटका हुन् र त्यो के भयो बजेट हटेर भनौँ न हिनामिना भयो त त्यतिकै छोडियो भने त्यसो चाहिँ गर्नु भएन। तपाई हाम्रो जिम्मेवारी हो त्यो बाटो बनाउने। त्यहाँका जनताहरूलाई पनि भन्छु म, आवाज उठाउँ। मैले मात्र आवाज उठाएर मैले मात्र घोग्रो सुकाएर चाहिँ हुनेवाला केही छैन। तपाईहरु पनि आवाज उठाउनुस्, अवश्य बन्छ। नगर सरकारलाई झकझकाउनुस्। हामीले पनि बेला बेला झकझकाइरहेको छु। हो यसरी नै झकझकाउँ भने काम चाहिँ हुन सक्छ है। त्यही भएर चाहिँ अहिले त्यो अवस्था नाजुक छ, त्यहाँ हिँडुल गर्न समेत पनि अवस्था छैन। त्यही भएर चाहिँ अब यो दशैंमा चाहिँ बन्ने कुरा भएन। हेरौँ अर्को दशैंमा बन्छ कि आश मानौँ हैन, चाहिँ भर चाहिँ नपरौँ फेरि। यही भएर चाहिँ अब सोच्नु पर्ने छ। यो भिडियोले भन्न खोजेको चाहिँ जानकारी के हो भन्दाखेरि, सन्देश के हो भन्दाखेरि अब आउने निर्वाचनमा चाहिँ तपाई आम जनताहरूले चाहिँ सोच्नु पर्ने छ है। तपाई हामी सबैले चाहिँ सोच्नु पर्ने छ। एकपटक भोट हाल्नु भन्दा पहिला चाहिँ एकपटक सोच्नु होला, गहिरो दिमाग लिएर चाहिँ सोच्नु भयो भने हामीलाई अझै केही हुन्छ कि भन्ने आश मानौ। त्यही भएर चाहिँ सबैजना साथीलाई चाहिँ विशेष धन्यवाद दिन चाहे। यो पालिको दशैंलाई चाहिँ राम्रोसँग मनाउनुस् हैन। अब दशैंमा विभिन्न घटनाहरू घटेका हुन्छन्, आफै सतर्कता, आफै यो दशैंमा चाहिँ विभिन्न घटनाहरू घटेका हुन्छन्। तपाईहरु मजाले सतर्कता अपनाउनु होला भन्दै दशैंको शुभकामना सबैजना साथीलाई। हस्त, धन्यवाद, सबैको जय होस्।